माई ब्लग र आज पनि म नयाँ भ्लग लिएर आइसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ, म देखाउन सक्छु। र आजको हाम्रो यात्रा भनेको यहाँदेखि चाहिँ गौशालादेखि चाहिँ बौद्ध तारा गाउँसम्मको यात्रा हुँदैछ। साथी अगाडि गइसक्यो। अब हामी यहाँदेखि चाहिँ के अरे गौशालाको यात्रा गरिन्छ अनि तारा गाउँसम्म गइन्छ। अन्तिमसम्म हेरेर साथ सपोर्ट माया गरिदिनुपर्छ है त। साथी चाहिँ उहाँ छ, देख्न सक्नुहुन्छ। यता चाहिँ हाम्रो गणेश भगवानको मन्दिर भयो। साथीले काम गर्ने चाहिँ यहाँनिर हो एन्ड होइन। अब यहाँदेखि हामी गाडी चढेर जानुपर्ने हुन्छ। यहाँ गणेश भगवानलाई ढोक गरौँ होइन। भगवान के छ राम्रो होस्, दिन शुभ रहोस् भन्ने हामी गाडी यहाँ चाहिँ पुग्नुपर्ने हुन्छ। त्यो गाइस अब अन्तिमसम्म हेरिदिनुपर्छ। हाम्रो यात्रा गौशालादेखि चाहिँ तारा गाउँसम्मको हुन्छ बौद्ध त्यही है त। एन्ड देन फाइनल्ली गाइस हामी चाहिँ पशुपति गौशाला आएर चाहिँ साथीलाई भेटेर र हाम्रो यात्रा हुँदैछ बौद्ध तारा गाउँसम्मको। अनि हामी चाहिँ अहिले चाहिँ गौशाला छौँ। अब यहाँदेखि चाहिँ बौद्धको गाडी चाहिँ चढ्नुपर्ने हुन्छ। हामी छौँ आफ्नै धुनमा, आफ्नै संसारमा हो क्या। त्यही गाइस अब हाम्रो चाहिँ उहाँ गएर चाहिँ भिडियो आउँछ, हेर्नुपर्छ ल। भलक त हान्नु पऱ्यो। हेलो फाइनल्ली गाइस हामी चाहिँ तारा गाउँमा आइसक्यो। देख्न सक्नुहुन्छ हाम्रो अँधेरो भएर म चस्मा लाएर केही पनि नदेखिदिए देख्न सक्नुहुन्छ। ठिक्क हाम्रो तारा गाउँको यहाँ चाहिँ अब बन्ने सिचुएसनमा नि रहेछ। यता बालुवा थुप्रिया छ। म र साथी यहाँ छौँ। अब हामी माथि उक्लिँदैछौँ। म्युजियम चाहिँ यहाँनिर छ, हेर्नुपर्छ। टिकट चाहिँ लिनुपर्ने रहेछ। यहाँ गएर चाहिँ हाम्रो टक्क लाएर टिकट ल्याएर चाहिँ फाइनल्ली हामी टिकट पनि लिइकन उक्लिँदैछौँ। त्यो 200 टिकटलाई चाहिँ 2 जनाको 400 रुपियाँ। हेरौँ कस्तो रहेछ। 400 रुपियाँको टिकट भनेपछि हल्का राम्रै होला नि, भ्यू पनि जहाँसम्म लाग्छ होइन। त्यही गाइस हामी आइसक्यो। म्युजियम चाहिँ टक्क लाएर चाहिँ म्याप छ जस्तो छ। म्याप देखा जस्तो लाग्यो। यताउता ट्याक्क लाएर जाऊँ न, घुम्ने हो। जता घुमे पनि हुन्छ, हेरिदिउँ न। कला संस्कृति झल्काउनेहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ टक्क लाएर यता पनि हाम्रो चाहिँ पुरानो बा चाहिँ ठ्याक्क गेटबाट निस्किन लाए जस्तै हो। मुखसान मनाङतिर झल्काउँछ छ। पुरानो घरमा चाहिँ त्यो पहिलाको भर्याङहरू यस्तो हुन्थ्यो कि त्यस्तोमा चढेर माथि जाँदै गएको चाहिँ पुरानो शैलीको घर। अनि त्यस्तै यो अलि पाहाडतिर अलि देशी अलि अखण्ड प्रदेशहरूमा चाहिँ पर्छ। यहाँ देख्न सक्नुहुन्छ पुरानो गाउँको झल्को। यो त मैले एउटा प्रेम गीतको मुभीमा पनि देखेँ जस्तो लाग्यो यार। यो गाउँ यही हो त्यो कुरो। अनि कलाहरू चाहिँ यता हाम्रो हिमाल, यो हाम्रो हिमाल छ। यो हिमाल केटा हामी धौलागिरी मुनि बसेर धौलागिरी जग्गा यहाँ मात्र देख्न नपायो भने त्यसबाट हाम्रो जग्गामा यो चाहिँ फुलहरू खुर्सानीहरू सुकाउन
भएको छ गाउँहरूतिर ठिक्क सम्झना आउँछ यस्तो पुरानो कुराहरू हेर्दा पनि मजा लाग्छ रमाइलो लाग्छ याद आउँछ कम्पनी होटेलहरूलाई यो हेर्दै ठिक्क कति राम्रो देखेको भाइ यहाँ त भन्छन् त बाहिर किन नानीले त के हो र यस्तो नि हुन्छ र ओहो टिकटक बनाइदिनु हामी आउँथ्यौँ गएर ठिकै छ अब यहाँ चाहिँ अब तारा गाउँमा आएको छु यहाँ हवाईजहाज पार्किङ रहेछ मलाई थाहा थिएन नभए म हवाईजहाज बोकेर आउँथेँ त्यतिसम्मको भएको मान्छे हो म के गर्नु यहाँ चाहिँ मात्रै रहेछ हेलो गाइस फाइनल्ली हामी तारा गाउँ घुमेर चाहिँ अब हामी निस्किने तयारीमा छौँ यतादेखि हामी पस्दा चाहिँ उता ऊ साथीले चाहिँ उता दगुरिरहेको छ म्याउरी मुसो छोप्न हाम्रोतिर म्याउरी मुसो भन्छन् गरे तर कसैले चाहिँ के कतै कतै के पनि भन्छ थाहा छैन एन्ड हामी चाहिँ अब निस्किन लागेको यहाँदेखि चाहिँ टक्क लगाएर अब त्यही हो छोटो छ भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट माया गरिदिनुपर्छ फेरि भेट्नुपर्छ सबैजनालाई माया छ सबैजनाले माया गरिदिनु सबैजनालाई माया छ सबैजनाले माया गरिदिनु पर्यो है त